पत्राचार गरेको थिएँ। त्यस लगत्तै मलाई बर्खास्त गर्ने निर्णय मन्त्री परिषदबाट भएको हो। बक्यौदा उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ। सार्वजनिक संस्थाको बक्यौदा उठाउन खोज्ने मेरो प्रयास राज्य विरुद्धको अपराध हो। यसको जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनमा अवश्य माग्नेछ। ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी मुलुक भारत र बङ्गलादेशसम्म विद्युत व्यापार विस्तार गर्ने लगायतका अभियानमा सक्रिय भएकोमा गत असारमा वर्तमान सरकार र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री आएपछि म माथि अनावश्यक, अनैतिक र गैरकानुनी दबाव सिर्जना भएको विषयमा सिङ्गो देश साक्षी छ। सरकारका नेतृत्वदायी जिम्मेवारीमा रहेका पदाधिकारीहरूबाटै प्राधिकरणको संस्थागत विकास उन्नतिका काम कारबाही प्रभावकारी बनाउन परिपक्व सल्लाह, मार्गदर्शन र संरक्षकत्व प्राप्त हुनुको सट्टा मेरो तेजोवध गर्न, मनोबल गिराउन म माथि सुनियोजित आक्रमणमा उत्रिनु भयो। यो किन गरियो र कसका लागि गरियो भन्ने पनि प्रश्न छ। मुख्य रूपमा विगतमा आम उपभोक्तालाई 18 घण्टासम्मको लोड सेडिङको अँध्यारोमा राखी उद्योग र उत्पादनका लागि भनेर अनुचित रूपमा डेडिकेटेड ट्रङ्क लाइनबाट मेरो व्यक्ति विशेषको निर्देशन मान्ने, मैले व्यक्ति विशेषको निर्देशन मान्ने कि नियम कानुनको पालना गर्ने, प्राधिकरण जस्तो सार्वजनिक निकायको कार्यकारी निर्देशकको रूपमा मैले सार्वजनिक कोषको उक्त बक्यौता रकम असुल गर्ने बाटो लिएँ। त्यसैले मन्त्री र मन्त्री स्तरीय निर्णयबाट स्पष्टीकरण सोध्ने, थकाउने, गलाउने प्रयास भइरहेका थिए। तर बक्यौता रकम नउठाउने गरी आएका आग्रह, प्रभाव, दबावलाई मेरो जिम्मेवारी, निष्ठा र कर्तव्यले स्वीकार गर्न सकेन। संस्था र राष्ट्रप्रति घात गर्न मेरो इमान र स्वाभिमानले अनुमति दिएन। त्यसैले म कानुनको पालना र प्राधिकरणको हितलाई नै सर्वोपरि मानेर म आफ्नो भूमिकामा डट्दै आएको हुँ। महसुलमा चित्त नबुझे प्राधिकरणको पुनरावलोकन समिति, विद्युत नियमन आयोग जान सक्ने अधिकारलाई सदुपयोग गर्नुको सट्टा शक्ति केन्द्रमा धाइरहेका व्यक्तिहरूले अहिले केही समय न्यानो महसुस गरेका होलान्। तर सार्वजनिक कोषप्रति उनीहरूको दायित्वबाट कसैले पनि उन्मुक्ति पाउने छैन। तिनलाई संरक्षण गर्ने शक्ति र समूहले पनि राष्ट्रका सामुन्ने यसको हिसाब किताब बुझाउनु पर्नेछ भन्नेमा म विश्वस्त छु। देशको जिम्मेवार नागरिकका रूपमा पनि मैले त्यसको खबरदारी गरिरहनेछु। आम नेपाली नागरिकले पनि यसको लागि खबरदारी गरिरहन मेरो विशेष आग्रह छ। जलस्रोतको धनी देशमा करिब 8 वर्ष अघिसम्म हिउँदमा 15-16 घण्टा र बर्खामा पनि 9 घण्टासम्मको लोड सेडिङ हुनु आम विषय जस्तै थियो। लोड सेडिङ सदाका लागि बिदा गरी उज्यालो नेपाल बनाउने अभियानसँगै घर र कार्यालय मात्र होइन, वैशाख 2075 देखि औद्योगिक ग्राहकका लागि पनि लोड सेडिङ अन्त्य गरिएको थियो। लोड सेडिङ अन्त्य कुनै चमत्कार होइन, एउटा इमानदार प्रयास थियो भनेर मैले धेरै पटक भनेको छु। प्राधिकरणका लागि लोड सेडिङ अन्त्य अन्तिम अभिष्ट पक्कै थिएन, किनकि विद्युत पुगेका ठाउँमा मात्र लोड सेडिङको प्रश्न थियो। तर करिब 42% घर परिवारमा त विद्युत सेवा नै पुगेको थिएन। यी बस्ती र बासिन्दाले बिजुलीको उज्यालोको व्यग्र प्रतीक्षा गरिरहेका थिए। तर यो बीचमा 79% भन्दा बढी परिवारमा विद्युतको उज्यालो पुर्याउन प्राधिकरण सफल भएको छ। विगतमा विद्युत सेवा माग गर्दै उपभोक्ताहरू प्राधिकरण धाउने अवस्था थियो। अहिले
अवस्था फेरिएको छ। प्राधिकरण आफै नपुगेका घर खोज्दै विकट बस्तीहरूमा पुगेर विद्युतीकरण गरिरहेको छ। लोड सेडिङ हटाउँदा घर घरमा उज्यालो मात्र छाएन, करिब 30 लाख विद्यार्थीहरूको भविष्य सुनिश्चित भयो। उनीहरूले निर्वाध पढ्न पाए। अस्पतालका सुत्केरी वार्ड र अपरेसन थिएटरमा बत्ती ननिप्दा सयौं नेपालीको जीवन सुरक्षामा हामी सहयोगी जीवनको सबैभन्दा ठूलो सन्तुष्टि हो। यसले हजारौं नेपालीलाई रोजगारीका लागि अवसर सृजना पनि गरेको छ। वैदेशिक मुद्रा सञ्चितमा चाप परेको बेला हामीले विद्युत निर्यात, ऊर्जा दक्षता र स्वदेशी उत्पादन वृद्धि मार्फत पेट्रोलियम पदार्थको आयात घटाउन सफल भयौं, जसले देशको बहुमूल्य मुद्रा विदेशिनबाट जोगियो र अर्थतन्त्रलाई टेवा पुर्यायो। मेरो नेतृत्वमा प्राधिकरणले गौरवमय यात्रा तय गर्यो। निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा आयो। अर्बौं रुपियाँको कमाउन सफल भयौं। प्राधिकरणको सम्पत्ति करिब 3 गुणा वृद्धि भयो। आर्थिक र प्राविधिक रूपमा यसलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयो। यो नाफा जनताकै सुविधा र विद्युत पूर्वाधार विकासमा पुनः लगानी भएको छ। नेपाल सरकारले बजेट नै नदिएको अवस्थामा पनि प्राधिकरणले आफ्नै स्रोत र साधनबाट विद्युतीकरणबाट को काम गरिरहेको छ। जनताको घर घरमा विद्युत पुर्याउन नै मेरो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हो। सुकुम्बासी बस्ती तथा चेपाङ मुसहर लगायतका विपन्न वर्गका घर परिवारमा विद्युत सेवामा पहुँच विस्तार गर्न निशुल्क मिटर उपलब्ध गराएर विद्युतको पहुँच विस्तार गरिएको छ। विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी गरिएको छ। गाउँ बस्तीको विद्युतीकरण मात्र होइन, स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमा समेत ठूलो लगानी गरिएको छ। जनतालाई उज्यालो दिनु नै राष्ट्रहित विपरीतको अपराध हो। यसको जवाफ देश र समाजले अवश्य खोज्नेछ भन्ने मेरो विश्वास छ। मलाई हतोत्साहित गर्ने जति धेरै प्रयास भए पनि म आफ्नो कार्यकाल र भूमिकाप्रति भने असन्तोष हुनुपर्ने कुनै कारण देखेको छैन। यसका केही ठोस आधारहरू पनि यहाँ स्मरण गराउन चाहन्छु। मेरो पहिलो कार्यकाल 2073 साल भाद्र 30 गतेबाट र दोस्रो कार्यकाल 2078 साल श्रावण 25 गतेबाट सुरु भएको थियो। पहिलो कार्यकालमै दैनिक करिब 18 घण्टासम्म हुने गरेको लोड सेडिङ अन्त्य भएको थियो। आर्थिक वर्ष 2072-73 सम्म प्राधिकरणको सञ्चित घाटा करिब 35 अरब रहेको र सोही आर्थिक वर्षको मात्रै घाटा करिब 9 अरब रहेकोमा आर्थिक वर्ष 73-74 बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आर्थिक वर्ष 80-81 सम्ममा सञ्चित नाफा करिब 47 अरब पुगेको छ। आर्थिक वर्ष 72-73 मा प्राधिकरणको कुल सम्पत्ति करिब 211 अरब रहेकोमा हाल करिब 644 अरब पुगेको छ। यो नाफा महसुल वृद्धि गरेर भएको होइन, बरु यस अवधिमा पटक पटक गरी 3 पटकमा करिब 25% महसुल घटाउँदा पनि भएको नाफा हो। प्राधिकरणले स्थापना कालदेखि नेपाल सरकारलाई विभिन्न शीर्षकहरूमा आर्थिक वर्ष 72-73 सम्ममा करिब 8 वर्षमा 32 अरब र 32 वर्षमा करिब 26 अरब भुक्तानी गरेकोमा पछिल्लो 8 वर्षमा सावा ब्याज दर र रोयल्टी समेत गरेर करिब 82 अरब भुक्तानी गरेको छ। विगत 8 वर्षमा प्राधिकरणले मात्र करिब रु 1 खरब रुपैयाँ उत्पादन, प्रसारण र वितरण संरचनामा लगानी गरेको छ भने
सहायक र सम्बद्ध कम्पनीमा करिब 57 अरब लगानी गरेको छ। वर्षयाममा समेत विद्युत आयात गर्नुपर्ने अवस्था रहेकोमा विगत 3 वर्षदेखि वर्षयाममा भारतमा विद्युत निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्षबाट विद्युत आयातभन्दा निर्यात बढी गरी करिब 17 अरबको विद्युत निर्यात भएको छ। साथै नेपालसँग सीमा नजोडिएको तेस्रो देश बङ्गलादेशसम्म पनि गत नोभेम्बरबाट 40 मेगावाट विद्युत निर्यात सुरु भएको छ। आर्थिक वर्ष 2072-73 मा करिब 26% विद्युत चुहावट रहेकोमा आर्थिक वर्ष 80-81 मा करिब 12.73% कायम गर्न सफल भएका छौँ। यसले गर्दा प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न ठुलो योगदान पुगेको छ। विद्युतको सहज एवं पर्याप्त उत्पादन आपूर्ति भएसँगै देशभित्र करिब 3 गुणाले विद्युत खपत वृद्धि भएको छ। आर्थिक वर्ष 72-73 मा प्रति व्यक्ति विद्युत खपत करिब 131 युनिट रहेकोमा हाल प्रति व्यक्ति विद्युत खपत वृद्धि भई करिब 400 युनिट पुगेको छ। यसरी खपत वृद्धि हुनुमा विद्युतीय सवारी साधन, विद्युतीय चुलो तथा अन्य विद्युतीय उपकरणहरूको प्रयोगमा वृद्धि हुनु र घरायसी र औद्योगिक माग वृद्धि हुनु प्रमुख कारण रहेको छ। 20 युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महसुल निःशुल्क र न्यूनतम दस्तुर 30 रुपैयाँ मात्रै लिने अवस्था गरिएको छ। मुलुकभर करिब 60 लाख विद्युत उपभोक्ता मध्ये यस्तो सुविधा लिने घर परिवार करिब 22 लाख रहेको छ। साथै सिंचाई, खानेपानी, चार्जिङ स्टेसन, मठ मन्दिर, शीत भण्डार आदि प्राधिकरणले खरिद गरेको मूल्यभन्दा अत्यन्तै न्यून दरमा विद्युत महसुल लिने गरिएको छ। यसरी प्राधिकरणले आफ्नो आयबाट राज्यको दायित्वलाई वहन गर्दै आएको छ। यति गर्दा पनि प्राधिकरणलाई निरन्तर नाफामा लैजान सकिएको अवस्था छ। गाउँ बस्तीको विद्युतीकरण मात्र नगरी स्थानीय निकायहरूसँगको सहकार्यमा स्मार्ट सडक बत्ती विस्तार एवं शहरी उज्यालो कार्यक्रम बनाउने कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाएको छ। आर्थिक वर्ष 72-73 मा देशभित्रको कुल विद्युत उत्पादन क्षमता करिब 856 मेगावाट रहेकोमा करिब 4 गुणाले वृद्धि भई हालसम्ममा प्राधिकरण सहायक कम्पनी र निजी क्षेत्रको गरी करिब 3500 मेगावाट पुगेको छ। प्राधिकरणले निजी क्षेत्रसँग लेउ तिर टेक अर पेको आधारमा विद्युत खरिद सम्झौता गरी बजारको सुनिश्चितता गरेको कारणले निजी क्षेत्रबाट विद्युत उत्पादन अपेक्षित रूपमा वृद्धि भएको छ। सौर्य विद्युत उत्पादनलाई प्राथमिकतामा राखी प्राधिकरणले आफै र निजी क्षेत्रबाट गरी करिब 117 मेगावाटको सौर्य विद्युत उत्पादन गरिसकेको छ भने करिब 113 मेगावाटको आयोजना निर्माणाधीन छन् भने 960 मेगावाट सौर्य विद्युत खरिद बिक्री सम्झौता गर्ने प्रक्रियामा रहेको छ। 8 वर्ष अगाडि 2800 मेगावाटको मात्र विद्युत बिक्री सम्झौता गरिएकोमा हाल करिब निजी क्षेत्रको करिब 11,000 मेगावाट भन्दा बढी आयोजनाहरूको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ। जसमध्ये करिब 8,000 मेगावाटको जलविद्युत आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन्। आम्दानी बढाउँदै लगेको प्राधिकरणले प्रसारण लाइन मात्र होइन विद्युत उत्पादनमा पनि लगानी बढाएको छ। प्राधिकरणको सहायक कम्पनी मार्फत 140 मेगावाटको तनहुँ जलविद्युत आयोजना, 40 मेगावाटको राउघाट, 37 मेगावाटको माथिल्लो त्रिशुली 3B, 20 मेगावाटको रोलवालिङ जलविद्युत आयोजना निर्माणाधीन छन् भने करिब 168 मेगावाटको चिलिमे जलविद्युतबाट चाहिँ सञ्चालित आयोजनाहरू सम्पन्न भएका छन्। 102 मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजनामा सञ्चालनको अन्तिम चरणमा रहेको छ। चिलिमे जलविद्युत कम्पनीले करिब 300 मेगावाटका थप आयोजनाहरू
चिलिमी जलविद्युत कम्पनीले करिब 300 मेगावाटका थप जलविद्युत आयोजनाहरू अगाडि बढाइएको छ। बयालीस मेगावाटको माथिल्लो मोदी ए, 18.2 मेगावाटको माथिल्लो मोदी र 99 मेगावाटको तामाकोशी पाँचौँको निर्माण सुरु गरिएको छ। 210 मेगावाटको चैनपुर सेती, 1063 मेगावाटको माथिल्लो अरुण र 670 मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरू वित्तीय व्यवस्थापन गरी निर्माणमा जाने अवस्थामा पुगेको छ। यी आयोजनाहरूको निर्माण पूर्वका तयारीका कार्यहरू द्रुत गतिमा अगाडि बढिरहेको छ। अपर अरुण आयोजना नेपाली जनताको लगानीमा अगाडि बढाउन कोसिस गर्दा जिम्मेवार निकायहरूबाट आवश्यक सहयोग प्राप्त हुन सकेन। यो आयोजना नेपाल र नेपाली जनताको हितमा छ। यस आयोजनालाई कहीँ कतै षड्यन्त्रमूलक ढङ्गले बन्न नदिने र प्राधिकरणको स्वामित्वबाट बाहिर लैजाने प्रयास भएमा हामी सबैले त्यसको प्रतिरोध गर्नुपर्ने जरुरी छ। 492 मेगावाट क्षमताको अरुण 4, 693 मेगावाटको सुनकोशी 4, सुनकोशी 3 जलाशययुक्त जलविद्युत आयोजनालाई अगाडि बढाइएको छ। त्यस्तै दक्षिण एसियाली क्षेत्रकै नमुना परियोजनाका रूपमा अगाडि बढाउन सकिने 10,800 मेगावाटको कर्णाली चिसापानी बहुद्देश्य जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत अध्ययन प्रक्रिया सुरु गरिएको छ। दैनिक माग र आपूर्ति बीचको उतार चढावलाई व्यवस्थापन गरी प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउन देशका विभिन्न ठाउँमा करिब 42,000 मेगावाटका पम्प स्टोरेज जलविद्युत आयोजनाहरूको पहिचान गरी करिब 800 मेगावाटका केही उत्कृष्ट आयोजनाहरूको थप अध्ययन कार्य अगाडि बढाइएको छ। प्राधिकरणको सेवा अझ प्रभावकारी बनाउन, प्रणालीलाई स्वचालित बनाउन तथा भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न संस्थालाई डिजिटाइजेसन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ। आर्थिक वर्ष 72-73 मा 132 केबी सम्मको प्रसारण लाइनबाट मात्र चलिरहेको नेपालको राष्ट्रिय प्रसारण प्रणाली हाल 220 केबी र 400 केबीबाट सञ्चालनमा आएको छ। 8 वर्ष अगाडि करिब 2900 किलोमिटर सर्किट किलोमिटर रहेको प्रसारण लाइन हाल करिब 8000 सर्किट किलोमिटर पुगेको छ भने ग्रिड सबस्टेसनको क्षमता करिब 2200 MVAबाट करिब 14000 MVA पुगेको छ। देशका प्रमुख सहरहरूलाई 11वटा प्रमुख क्लस्टरमा विभाजन गरी 2050 सम्मको मागलाई आपूर्ति गर्न सक्ने गरी प्रसारण र वितरण संरचनाको गुरु योजना तयार गरी क्रमिक रूपमा कार्यान्वयनमा लगिएको छ। आर्थिक वर्ष 2072-73 मा वितरण लाइनतर्फ 1,21,000 सर्किट किलोमिटर रहेकोमा आर्थिक वर्ष हालसम्ममा 2,20,000 सर्किट किलोमिटर पुगेको छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर AA+ रेटिङ प्राप्त गरिरहेको छ। यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग वहन गर्न सक्ने क्षमतामा रहेको देखिएको छ। प्राधिकरणले देशैभरि रहेको सम्पत्तिको भौतिक परीक्षण तथा मूल्याङ्कन गर्न विश्व ब्याङ्कसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता नियुक्त गरी सम्पत्तिको भौतिक परीक्षण तथा पुनर्मूल्याङ्कन सम्पन्न गरी करिब 79 अरब फेयर भ्यालु थप भएको छ। यसलाई समेत आधार मानी प्राधिकरणले सर्वसाधारणलाई IPO जारी गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। हामीले विश्वसनीय बिजुली आपूर्ति सुनिश्चित गर्यौं, राष्ट्रको आर्थिक बचत गर्यौं र जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्यौं। प्रभावकारी नेतृत्व, स्पष्ट भिजन र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ।
तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन सक्ने अवस्था विद्यमानै छ। यसको लागि सदैव खबरदारी गर्नु अत्यावश्यक छ। यी सफलताहरू मेरो एक्लो प्रयासले मात्र सम्भव भएका होइनन्। यो समग्र प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूले साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम हो। आम उपभोक्ता सर्वसाधारणले म प्रति देखाउनु भएको माया, प्रेम र विश्वास मेरा प्रेरणाका स्रोत हुन्। आगामी दिनका लागि मेरा आत्मबलका स्रोत र मार्गदर्शन हुन्। यसका लागि नेपाली जनतासँग सदैव आभारी रहनेछु। सहज र असहज सबै समयमा कार्यकारी निर्देशकसँग काँधमा काँध मिलाउने, वस्तेमा हैसे गर्ने नेपाल विद्युत प्राधिकरणका सबै तह र तबकाका सहकर्मी, कर्मचारी साथीहरू तथा क्रियाशील ट्रेड युनियनका साथीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। प्राधिकरणले गरेका आर्थिक उपलब्धिमा नेपाल सरकार र हाम्रा विकास सहयोगी नियोगहरूको निरन्तरको सहयोग र सद्भावले मात्र सम्भव भएको छ। विश्व बैंक, एसियाली विकास बैंक, एडिबी, जाइका, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग, युरोपेली युनियन, युरोपेली लगानी बैंक EIB, एसियन इन्फ्रास्ट्रक्चर बैंक AIIB, KFW, नर्वेजियन सहयोग नियोग, साउदी फन्ड, ओपेक फन्ड, USAID, एक्जिम बैंक इन्डिया, एक्जिम बैंक चाइना, एक्जिम बैंक कोरिया जस्ता सहयोगी निकायहरूको नेपालको ऊर्जा क्षेत्रको विकासमा अत्यन्त महत्त्वपूर्ण योगदान रहेको छ। सबै निकाय धन्यवादको पात्र हुन्। प्राधिकरणले प्राप्त गरेका उपलब्धि संस्थान विशेषको उन्नतिको मात्र विशेष विषय होइन, राष्ट्रिय आत्मविश्वास जागरणको ऊर्जा पनि हो। यस अवधिमा अवश्य आवश्यक निर्देशन, समन्वय र सहजीकरण गरिदिनु हुने विभिन्न सरकारका पूर्व प्रधानमन्त्रीज्यूहरू, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीज्यूहरू, प्राधिकरणका बोर्डका सदस्यज्यूहरू, माननीय सांसदज्यूहरू, संवैधानिक निकायका प्रमुखज्यूहरू, पदाधिकारीज्यूहरू, नेपाल सरकारका कर्मचारीज्यूहरू, स्थानीय तहका पदाधिकारीज्यूहरू, सुरक्षा निकायहरू, दात्री निकायका सदस्यहरू, प्राधिकरणको हरेक क्रियाकलापमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि त्यस्तै सहयोग र मार्गदर्शन प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। प्राधिकरणका नियमित काम कारबाहीको यथार्थ सूचना सम्प्रेषण गरी सहयोग पुर्याउनु हुने सञ्चारगृह तथा पत्रकार मित्रहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। मैले प्राधिकरणमा रहेर लोड सेडिङ अन्त्य गर्नेदेखि संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमान्दारीपूर्वक सम्पन्न गरेको छु। यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जवाबदेहितामा आधारित थिए। मेरो प्रतिबद्धता सधैँ जनताको सेवाप्रति समर्पित रहनेछ। राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ त्यहाँ योगदान दिन म सदैव तयार छु। राज्यले दिएको जिम्मेवारी इमान्दारी र निष्ठाका साथ पूरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी विगतबाटै प्रत्यक्ष अप्रत्यक्ष चौतर्फी रूपमा प्रहारका प्रयास भएका छन्। मलाई कमजोर बनाउन आगामी दिनहरूमा समेत सोही किसिमका प्रहार हुनेमा म सतर्क र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु। पत्रकार मित्रहरू, मैले आफ्नो कार्यकालमा गरेका कामहरू र अहिले तपाईहरुले
जान्न र बुझ्न चाहेका केही विषयहरू जिज्ञासाहरू यहाँहरू समक्ष राखेँ। मैले राखेर यहाँलाई धन्यवाद दिन चाहन्छु। केही विषयहरूमा यहाँहरूको जिज्ञासा छ भने हामी केही समय छलफल गर्छौँ। धन्यवाद। जस्तो तपाईलाई सरकारले कार्यकाल सकिन 4 महिना मात्र बाँकी रहँदाखेरि जसरी निष्कासन गर्यो नि, यो प्रति तपाईको राय के छ? यहाँबाट जाउँ। मैले अघि नै भनिसकेँ, विद्युत प्राधिकरणमा मैले विगत 8 वर्षदेखि कार्यकारी प्रमुखको जिम्मेवारी र विगत 30 वर्षसम्म प्राधिकरणमा विभिन्न तहमा जिम्मेवार भएर काम गरिरहेको अवस्था थियो र मैले आफ्नो कार्य सम्पादन प्राधिकरणभित्रको उद्देश्य प्राप्ति गर्ने हिसाबले सफलतापूर्वक सम्पन्न गरेकै अवस्थामा यो दोस्रो कार्यकालमा आएर 4 महिना मात्रै बाँकी रहँदाखेरि अपमानित हिसाबले, निरुत्साहित गर्दै जुन हिसाबले बर्खास्त गरिएको छ, त्यसप्रति मेरो सरकारलाई मैले पटक पटक भनेको छु। उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। मैले जुन हिसाबले एउटा राष्ट्र सेवकको हिसाबले पुरस्कृत भएर एउटा ग्रेसफुल एक्जिट दिनुपर्ने अवस्थामा दण्डित गरेर बर्खास्त गर्ने जुन प्रयास भयो, त्यसप्रति म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। सरकार माओवादी निकट भनेर आरोप लगाइन्छ के यो धेरैतिरबाट त्यो आरोप लाग्दै गर्दाखेरि के हो? तपाईँ किता क्लियर गर्दाखेरि के हो? तपाईँ माओवादी हो? म एउटा जिम्मेवार राष्ट्र सेवक कर्मचारी। म कुनै पार्टी भित्र रहेर अथवा पार्टीको सदस्यता लिएर बसेको व्यक्ति होइन। एउटा जिम्मेवार कर्मचारी, सबै पार्टीका नेता, सबै पार्टीका प्रधानमन्त्रीसँग मैले काम गरेको छु। तपाईको अब भावी रणनीति के हुन्छ? अब अदालतले अन्तरिम आदेश दिन नमानिसकेपछि अदालतको निर्णयलाई म सम्मान गर्छु। त्यही भएर मैले हिजोसम्म पत्रकार सम्मेलन गरेको थिएन। आज यहाँहरूसँग मेरो केही विषयहरू राख्नलाई मैले पत्रकार सम्मेलन गरेको हुँ। साधारणतया विद्युत प्राधिकरणको कार्यकारी निर्देशक विदाई हुँदै गर्दाखेरि विद्युत प्राधिकरणभित्र आउने र जाने, आउनेलाई स्वागत र जानेलाई विदाई प्राधिकरणभित्रै गर्ने गरिन्छ। मैले आज यहाँ यो इन्द्रेणी ब्याङ्केटमा आएर गर्नुपर्ने बाध्यता परेको छ। सरकारले तपाईँलाई निष्कासित गर्नुको 2टा प्रमुख कारणहरू भनेको छ। एउटा चाहिँ जुन कार्यभार दिएको थियो त्यो गर्न नसकेको, बक्यौता उठाउन नसकेको, र अर्को चाहिँ मन्त्रीप्रति चाहिँ जवाफदेही हुनु भएन, मन्त्रीलाई बाइपास गरेर आफ्नो स्वामित्व जनाउन खोज्नुको भन्ने कुरा छ। तपाईँले मन्त्रीलाई अन्डरस्टिमेट गर्नुभएको थियो। त्यसको जवाफ मैले धेरै पटक दिइसकेको छु। म प्रति मेरा तलका कर्मचारी जवाफदेही हुन्छ, म मन्त्री प्रधानमन्त्रीसँग जवाफदेही हुन्छ। मैले आफ्नो कर्तव्य पुरा गरेको छु। कानुनभन्दा बाहिर रहेर, कानुनभन्दा बाहिर गएर कुनै पनि निर्देशन मान्न सकिँदैन। तसर्थ मैले विद्युत प्राधिकरणको सञ्चालक समितिमा नै मैले नोट अफ डिसिसन लेखेको थिएँ एउटा विषयमा, जुन विषय कानुनभन्दा बाहिर थियो। यो निर्णयमा मेरो फरक मत रहन्छ भनेर मैले नोट अफ डिसिसन लेखेको थिएँ। त्यो अदालतमा गएर पिआइएल बन्यो र त्यहाँ त्यस सम्बन्धमा स्टे अर्डर पनि आयो। त्यसको मतलब मैले जे स्ट्यान्ड राखेको थियो त्यो सही थियो भन्ने कुरा प्रमाणित हुन्छ। मैले कानुन विधि नियम अन्तर्गत रहेर
निर्देशन मान्ने हो, त्योभन्दा बाहिर गएर कतै कहीँको निर्देशन मान्न म बाध्य छैन। राजनीतिमा आउने सम्भावना कतिको छ? तपाईँ दीपक खड्काकै क्षेत्रमा सुझावहरू आइरहेको छ। प्रश्न भनिदिनुहोस् न, तपाईँ रामेछापमा अथवा रामेछापबाटै चुनाव लड्नुहुन्छ कि अथवा चुनाव के अरे राजनीतिमा आउने तपाईँको केही योजना छ कि छैन? म एउटा जिम्मेवार नागरिक, अब तपाईँहरू जस्तै बाहिरको नागरिक भयो, म कर्मचारी भएन। यो जिम्मेवार नागरिक भएर मैले अघि नै मेरो वक्तव्यमा पनि लेखिसकेको छु, म सदैव देशको हितको लागि, देशको समृद्धिको लागि म कुनै पनि जिम्मेवारी लिन तयार छु भनेर मैले अघि नै भनिसकेको। सर, जुन दिनबाट चाहिँ मन्त्रालयमा मन्त्रीज्यू आउनुभयो त्यही दिनबाट तपाईँको टसल चुल्यो र हामीले देखिरहेका छौँ मन्त्रीज्यू आफै पनि जलविद्युतमा लगानीकर्ता हुनुहुन्छ। उहाँको रसुवा तामाकोशी समथिङ केही नामको परियोजना छ। तपाईँसँग साँचो थियो यो विभाग भनेको, कतै उहाँको तर्फबाट त्यस्तो केही लबिङ गर्न खोजिएको या त फेरि केही त्यस्तो गर्न खोजिएको र त्यो काम नभएको अर्थमा चाहिँ निष्कासन गरिएको भन्ने आशंकाहरू पनि आइरहेको छ। यसमा चाहिँ कतिको सत्य? यसको कारण के थियो भनेर मैले सुरुमा अघि मेरो वक्तव्यमा भनिसकेको छु। प्रमुख कारण के थिए, त्यसका सहायक कारणहरू के थिए, त्यो त धेरै अब आउँछ के हुँदैछ प्राधिकरणभित्र र त्यहाँ के हुन लागेको थियो, केमा मैले रोकेँ भन्ने कुरा अब तपाईँहरूले बुझ्दै जानुहुनेछ। र डेडिकेटेड र ट्रङ्क लाइनको जुन बक्यौता असुल गर्नुपर्छ भनेर म सुरुदेखि लागेको र त्यसमा अवरोध खडा गर्ने जुन कामहरू भयो र मुख्य जुन विवादको विषय त्यहाँबाट सुरु भयो र धेरै विषयहरू त मैले आन्तरिक रूपमा तपाईँहरूले लेखिराख्नु भएको छ, सुनिराख्नु भएको छ। अब क्रमिक रूपमा आउँदै गर्छ, तपाईँहरूले बुझ्दै जानुहुन्छ। मन्त्रीज्यूको परियोजनासँग के जोडिएको छ? मन्त्रीज्यूको परियोजनासँग के जोडिएको छ? जुन तपाईँले चाहिँ उद्योगिक व्यवसायीहरूसँग उठाउनका लागि पटक चाहिँ बत्ती काट्नु भएको थियो, त्यसको चाहिँ के भएको छ? यो चाहिँ आम जनताले चाहिँ बुझ्न खोजिरहनु भएको छ। धेरै मान्छेको चासो छ यो विषयमा, कति उठ्यो उठेन, त्यो 22 अर्बको चाहिँ अहिले के भइरहेको छ त्यो असुल गर्नुपर्ने कुरा? मैले अघि पनि भने, मैले पटक प्रयास गरेँ, कहिले क्याबिनेटबाट कहिले नियमन आयोगबाट निरन्तर लाइन जोड्नु, बत्ती नकाट्नु भनेर निरन्तर लिखित आदेशहरू आए। अस्ति पनि एउटा चाहिँ मैले जुनमा नोट अफ डिसिसन लिएको थियो, अदालतबाट स्टे अर्डर आइसकेपछि मलाई लाइन काटेर बत्तीको महसुल उठाउन सहमति देऊ भनेर नियमन आयोगलाई लेखेको थिएँ र त्यही दिन मलाई हटाए। त्यो भएको हुनाले तपाईँहरूले बुझिराख्नु भएको छ, अब बुझ्दै जानुहुन्छ। यो प्राधिकरणको महसुल राजस्व उठाउनलाई म जुन हिसाबले लागेँ, निरन्तर त्यसमा ठुलो दबाब सिर्जना भयो र विभिन्न निकायबाट लिखित आदेशहरू आए। अब म पनि एउटा सार्वजनिक एउटा नागरिक, सर्वसाधारण नागरिक, तपाईँहरू मिडियाका साथीहरूले जुन बक्यौता छ त्यो बक्यौता उठाउनुपर्छ, पब्लिक लेभलबाट बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउनुपर्छ। भनेपछि अब कुलमान घिसिङ विद्युत प्राधिकरणको जुन बक्यौता उठाउनुपर्ने छ, जुन अब सरकारको अथवा विद्युत प्राधिकरणभित्र जुन व्यक्तिहरू छन् त्यसको भण्डाफोर गर्नका लागि अब रेडी हुनुहुन्छ? मैले भण्डाफोर नै गर्नै पर्दैन, आउँदैछ धेरै कुरो। त्यस अबको निर्णयहरूमा आउँदै गर्छ, तपाईँहरूले बुझ्दै जानुहुन्छ। 18 घण्टाको लोड सेडिङ यो भारतले चाहिँ सहयोग गर्नुको कारण हो, प्रतिफल हो। यसमा कुलमानलाई चाहिँ बिना कारण हिरो बनाइयो भनेर ऊर्जा मन्त्रीले भन्नुभयो नि, दीपक खड्काले। त्यो प्रति तपाईँको राय के छ? यसैमा जोड्नु चाहे, उहाँले चाहिँ संसदको रोस्टरबाट पनि भन्नुभएको छ लोड सेडिङ हटाउनमा कुलमान घिसिङको कति पनि हात छैन, भारतको हात छ भनेर भन्नुभएको छ। त्यो विषयमा धारणा के हो? मैले अघि नै भनिसकेँ, मेरो वक्तव्यमा हेर्नुहोस् न, लोड सेडिङ अन्त्य गर्ने यो समग्र चाहिँ प्राधिकरणको सफलतामा